हेलो गुड मर्निङ मन्थली रामेछाप जिल्लाको सदरमुकाम मन्थली हो हजुर। यो सदरमुकाम यहाँ एउटा एयरपोर्ट पनि छ तल एकदम व्यस्त एयरपोर्ट हुन्छ यो। सगरमाथा जाने प्लेनहरू काठमाडौँबाट आएर यहाँ टेकअप भएर काठमाडौँ जान्छ। यस्तो छ। यो बिहानको मौसम हो। 7 बजे 7:30 बजिरहेछ। घाम लागिरहेछ। अनि यो विशेष रामेछापको अरू ठाउँभन्दा पनि यहाँ विशेष गरेर गहिरो उपत्यका जस्तो भएर यहाँ एकदम गर्मी हुन्छ है, धेरै गर्मी हुन्छ। तराई इलाका जस्तो गर्मी हुन्छ यहाँ। अरू डाँडाहरू मासतिर चाहिँ मौसम चिसो नै हुन्छ। यो हेरा यता सानो बजार जस्तो मात्रै मानिन्छ। यहाँ यसबाट स्टार्ट भएर यहाँ तासम्म छ कि यस्तो घुमेर यता पनि छ बजार। यता गाधी बजार यता छ यहाँ। प्लेन यहाँ टेकअप गरेको यो प्लेन काठमाडौँबाट आएर। टर्न लग्यो टर्न। दिनमा यहाँ 10-15 प्लेनहरू आउँछ है गाइज। यहाँदेखि सोलुखुम्बुको फाप्लु एयरपोर्ट अनि कता त्यतातिर जान्छ यहाँबाट प्लेनहरू। काठमाडौँबाट यहाँ आउँछ, यहाँबाट त्यहाँ जान्छ टेकअप गरेर। बिजुलीको लाइन बिहानको मौसम कुल छ गाइज।